शेरबहादुर सभापति आइसकेपछि के हुन्छ अब? राम्रो हुन्छ एकदम एकदम राम्रो। हस् नेपाली कांग्रेस के भन्छ शेरबहादुर देउवाले भन्छ नेपाली माटो के भन्छ शेरबहादुर अब पार्टीको सभापति हजुरहरूले शेरबहादुर देउवालाई देख्न चाहनुहुन्छ? शेरे सुदूरपश्चिम भनेको अब प्रहरी प्रशासनले सरकारले यो शेरबहादुर देउवालाई छुन सक्दैन। यदि त्यस्तो किसिमको भने के गर्नु? यिन जतिले समर्थक छन् यिनमध्ये सबैको केही न केही स्वार्थ लुकिरहेको छ क्या। कोही भाइरल हुने उद्देश्यले, कोही यसो मासु खाइसकेपछि खै हड्डी फालन छ कि भनौँ अरे, कोही अब रोजगारी अब हुन्छ नि बेरोजगारीको चरम सीमा पार भएपछि के गर्दै त अब। ल अब शेरबहादुरजी बहुत पछा एकदम मेडल जितेर आएर तँलाई स्वागत गर्नु भन्नु पड्यो। तुई अब के न के अब आफ्नो आफ्नो स्वार्थ लिएर आइरहनु। अब काका जेन्जी आन्दोलनका बेला यिन कहाँ थिए भन्ने कुरा जन भुल क्या त। म 5-6 महिना ठिक छ बाहिर बस्या उपचार गराया गालासाला फुलाएर आइरहेछ त्यो निको कुरा हो। तर जेन्जी आन्दोलनका बेला तमला पिटन जैन समर्थन गर्दै मान्छे कहाँ थिए हो त्यो कुरा बुझ्नु पर्यो। तमले दिमाग हो क्या खासमा इलाज गराएर हुन् तमु हेत तमरी गाजी उही कुरा कसो जङ्गिन लाएर हो भने 2-4 हजार जना देखियो त्यसो जन गर अलि संयमताका साथमा काम गर। अहिले त न तमरो सरकार थिए न के चल्यो अरे झ्यापझुप समय भएर हालिदिन्ला।